माथि डुङ्गेधारासम्म पानी लिन र नुहाउनको लागि जाँदैछु। जाँदाखेरि बाटोमा अहिले यस्तो हेर्दै देखाउँदै तपाईँहरूलाई पनि देखाउँदै हामी पनि हेर्दै जाँदैछु। यो हो काठमाडौँको गोलढुङ्गामा रहेको ग्रिन हाउस। यो अहिले तरकारी खेती लगाएर साग सब्जी यस्तो राम्रो रहेछ कि हामी चाहिँ यो बाटो हुँदै आज चाहिँ छुट्टीको दिन अनि जाँदैछु आराम गर्ने रेस्ट डे भएर रेस्ट गर्नलाई डुङ्गेधारातिर नुहाउने पानी लिने जाने क्रममा बाटोमा यस्तो राम्रो ठाउँहरू हेर्नुहोस् त। ग्रिन हाउस के दामी बनाएको, पुरै बाँसको घर बनाएर माथिबाट प्लास्टिक छाएर अनि त्यो मुनि पुरै तरकारी रोपेर। यो हो गोलढुङ्गामा। पहिला हामी सानो हुँदाखेरि चाहिँ यो ठाउँतिर चाहिँ पुरै जङ्गलै थियो। अहिले चाहिँ पुरै यो जग्गाहरू यस्तो प्लटिङ गरेर त्यो माथि फेरि तरकारी खेती गरेर यस्तो राम्रो भएको रहेछ। यो खोलाको पारितिर यहाँ दिदीहरू 3-4 जना दिदीहरू चटपट खाँदै हुनुहुँदो रहेछ। हामी पनि यस खासै त्यति चिन्जन छैन, नबोलिकन हिँड्यौँ। अहिले चाहिँ अब फर्किँदाखेरि चाहिँ फेरि बोल्नुपर्छ। अनि अब चाहिँ हामी यहाँबाट ठ्याक्कै खोला तरेर पारी जानुपर्छ। यहाँबाट खोला, यही खोलाको मुहानमा चाहिँ डुङ्गेधारा छ। डुङ्गेधारा यहाँ एकदम सफा पानी आउँछ अनि त्यही भएर पानी लिनसँग डुङ्गेधारामा जान लागेको। आज चाहिँ म पनि देखाउँदै हेर्नुहोस् त कस्तो राम्रो छ यो खोला। सानो खोला त होइन, यो खोल्सी, सानो खोल्सीबाट पानी आउँछ। यो 2-3 ठाउँ डुङ्गेधारा छ, त्यही डुङ्गेधाराको पानीहरू आउने भएको हुनाले अनि हरियाली चारैतिर यस्तो दामी। यहाँ गाई पालेर फेरि गाईको दुध ताजा दुध पाउँछ फेरि यहाँतिर। यहाँ चाहिँ गाई दुने गाई पालेको छ यहाँ। अब यो खोलाको तिर माथि यो माथि जङ्गलको मुनि गएपछि चाहिँ डुङ्गेधारा भेट्छ। अहिले हामी तपाईँलाई देखाउँछु। हामी जाँदैछु डुङ्गेधारातर्फ पानीको धारा भएकोतिर। अहिले चाहिँ उकालो चढेर यहाँबाट उकालो हुँदै यस्तो हरियाली जङ्गल छ। यो हो यो माथि देखिएको चाहिँ रानीवनको जङ्गल। अनि यहाँतिर सबैले कटेज यस्तै खालको जस्ताको टहरा बनाएर मान्छेहरू चाहिँ टहरामा बस्ने अनि खेती गर्ने यसरी गर्ने गर्दो रहेछन्। अनि यो जग्गाहरू लिजमा लिएर काठमाडौँमा एकदम बस्ने, आफू खाने, बेच्ने सबै भ्याउँछ यसो गर्दाखेरि। यो हो फुल फुलेर फेरि रकमक्कै रहेछ फेरि सयपत्री फुल। यस सब्जीहरू फेरि आमामा ग्रिन हाउस चाहिँ बढी सब्जी सबै यस्तो राम्रो सब्जी रहेछ। त्यो त हेर्दा म त मनै लोभिने खालको सब्जी देखेर हेर्दै गयो। अनि त्यहाँबाट हेर्दा हामी उकालो चढ्यौँ। उकालो माथि चढेर यसो हेर्दाखेरि तलतिर पुरै ग्रिन हाउस। अबको ग्रिन हाउस टनेला ग्रिन हाउस टनेला, पुरै टनेलाले भरेको क्या यो ठाउँ नै। योभन्दा 2 वर्ष अगाडि म यहाँ आउँदाखेरि त खासै यस्तो देखेको थिएन। हिजो चाहिँ म माथि यसरी जाँदाखेरि चाहिँ यस्तो राम्रो लाग्यो कि ठाउँ नै छुट्टै भइसकेछ कि चेन्ज भइसकेछ। अनि यो पहिले पुरै जङ्गल थियो, हामी यस्तो बाख्रा पो चलाउँथ्यौँ। अहिले चाहिँ यस्तो भएको देख्दाखेरि आफै अचम्म लाग्यो। 2-3 वर्ष जस्तो बाहिरतिर बसेर आएर हेर्दाखेरि यस्तो राम्रो भएको रहेछ। ठाउँहरू चाहिँ वातावरण राम्रो छ बस्नलाई। यो एरियामा आफ्नै सानो जग्गा लिने, एकतिर पनि जग्गा लिजमा लिने, बस्ने, त्यस्तो गर्दा पनि एकदम उत्तम राम्रो हुन्छ। अनि अहिले चाहिँ हावापानी एकदम राम्रो, तर चिसो चाहिँ फेरि धेरै चिसो यो ठाउँमा। चिसोमा चाहिँ जाडोमा चाहिँ गाह्रो छ। यहाँतिर धेरै यो गाईले हान्नु लाएर गाईको छेउबाट जाँदाखेरि पुरा भङ्गेर हान्ला जस्तो गरेको थियो त्यो गाईले, डर लाग्थ्यो नि। हामी जाँदै बाटोमा हामी चाहिँ
अब डुङ्गेधारा पुग्नलाई अब 5-10 मिनट जस्तोमा पुग्छ होला, तर हल्का थोरै घुमाउरो बाटोमा आएर चाहिँ अलि टाइम लाग्यो। उतैबाट सिधै गएको भए चाहिँ त्यति धेरै समय लाग्दैन थियो। हामी चाहिँ नुहाउन गयौँ। अझ हेर्दै जानु होला, अझ योभन्दा राम्रो दृश्यहरू आउँदैछ। अब हेर्दै जाउँ माथिबाट। त्यो माथि देखेको पुरै रानीवनको जङ्गल, यो माथि आर्मी क्याम्पदेखि माथि गएपछि रानीवनको जङ्गल, माथि दरबार टप जाने ठाउँ त्यहीँबाट हो। त्यो हेर्दै हामी चाहिँ लाग्यो उकालो। अहिले उकालो चढ्यो, त्यहाँबाट हामी उकालो चढ्यौँ अनि माथिबाट देखाउँदै तपाईँहरूलाई ठाउँ गाउँ। यो गाउँ जस्तै हो, यो सहर भन्दा नि गाउँले टाइपको छ, पुरै गाउँ टाइपको। टनेला लगाएर चाहिँ पुरा शीतमे के। म चाहिँ हेर्दै आहा रमाइलो लागेर हेर्दै हिँड्दैछु, हिँडेको हेर्दै हिँड्दै देखाउँदै तपाईँहरूलाई उकालो। यो माथितिर यो जङ्गलले गर्दाखेरि अहिले चाहिँ यो चिसो मौसममा चाहिँ एकदम चिसो। फेरि यो ठाउँमा दिउँसो यस्तो टन्टलापुर घाम लागेको बेलामा चाहिँ नुहाउनु चाहिँ मजा आउँछ, नभए त बिहान बेलुका एकदम चिसो। फेरि चिसोमा नुहाउनु सकिँदैन, गाह्रो छ। हेर्नुहोस् त यहाँ फेरि यहाँ घाँसको थुप्रो। गाउँघरतिर कस्तो हुन्छ गाउँघरको जलको। यो हो यही काठमाडौँ नजिकै रहेको ठाउँ, गोलढुङ्गामा रहेको यो ठाउँमा पुरै हरियाली जङ्गल, गाउँघरकै वातावरण भएको ठाउँ। रमाइलो लाग्यो, देखाएँ तपाईँहरूलाई पनि। यस्तो हेर्नु होला, अब डुङ्गेधारा पुग्छौँ। अब एकैछिन यो पारि देखिरहेको छ डुङ्गेधारा। अब डुङ्गेधारा पुगेर नुहाउन पो गाह्रो भएको थियो मलाई चिसो पानीले। अहिले त्यो चिसोले गर्दा मेरो खोकी लागेको अहिलेसम्म हराएको छैन। चिसोले नाक सबै बन्द भइसकेको छ। तल डुङ्गेधारामा चाहिँ यसरी पानी आउने, 24 घन्टा पानी बगिरहने, चाहिँ एकदम सफा पानी, एकदम प्युरी वाटरले चाहिँ ड्रिङ्क वाटर, पिउने वाटर पनि हो, एकदम सफा पानी। अनि यो सफा शुद्ध पानी। अनि यो चाहिँ माथि चाहिँ पुरै बाँसबारी, बाँस यहाँदेखि जङ्गल, बाँस र किसको गाडीले यतिदेखि माथि चाहिँ पुरै जङ्गल छ, ठुलो जङ्गल। डुङ्गेधारा पुगेर पनि पानी थप्न थाल्यो। बोतल सफा गरेर पानी थाप्नेतिर लाग्यो। मैले चाहिँ मलाई अर्को साइडबाट राखेँ। अब म पनि नुहाउन पर्छ, किनभने बाटोमा राख्यो भने मान्छेहरू आउँदाखेरि कोही बेला लाग्छ भनेर मैले चाहिँ यता साइडमा राखेर तल डुङ्गेधारा झरेँ। डुङ्गेधारामा चाहिँ एकदम मजा लाग्यो, रमाइलो लाग्यो। चिसो पानी, आमामा त्यसै पनि चिसो जाडो है, त्यो माथि नि चिसो पानीले नुहाउँदाखेरि आमामा दिउँसो घाम लागेको भने चाहिँ एकदम बबाल रमाइलो मजा। यस्तो छ ठाउँ, रमाइलो छ। काफी मान्छेहरू चाहिँ यति हुँदैन, भिड हुँदैन, केही पनि छैन, मान्छे छैन, सुनसान। अनि यस्तो रमाइलो ठाउँ छ हाम्रो तारकेश्वरमा हो। यो भनेको तारकेश्वर नगरपालिका 5मा रहेको डुङ्गेधारामा नुहाउने क्रममा यस्तो रमाइलो हल्का ब्लक स्टार्ट, हल्का रमाइलोसँग पानी थाप्दै नुहाउँदै गरेको भिडियोहरू पनि हालिदिउँ न भनेर यसो बनाएको।
रुमाल दे गोला छ नि आइया रुमाल दिए करो अबे देखो खरन दिन दी भिडियो क्या यार क्या हम कर पाते हैं तू मशीन है ला ना ले मंगा पूरा ही थाङो ना वो दियो मत ना जी kon bakal sih तो दियो हम macam belum dulu masih pun sana mata na थाङो ना malu yo ah kang malu siapa sih tidak siapa tahu tu jadi sekarang apa di dah situ lem kan perkas kesetang ini lamel apa nih anak kamu mau tukar awi batu isticos rum cuma ini lamel apa nih ah batu khatam cho Hello. Tidak mau kau deh, mau belum. Kode tinggal tak ada mas. Kode orang mau bawa asal nanti ni. Ya. Oh, di dalam sah. Ya. Tahu atau mau nggak selesai? Oh, dah setting sih. Mau bawa asal nanti ni. Setting sih. Lah. Sibuk mana mana? Tangi na? Rak tu tang tang. Sibuk nam tu dia. Mau masuk ya? Oh lah nak gendong mah? Nah, dia sendiri jadi. Konsep apa sendiri? Ada kan? Dah. Aduh. Tahu ah. Dia lem dia tu. Ay. Dah helam dah. Nak tengah sengi kru. Os. Sak kita nunta. हमने दीदी यार एकदम बारी में Cert. हाँ तिलन माज़ नहीं Mutiara. सेंसर जो Korang ke? Dulu kini ya sejuk
ल ल ल अब आमाले के देखाउनुहुन्छ युट्युबमा हाल्छु हजुर हुन्छ नि दिदी अब भरे भोलि म तपाईँहरू त्यहाँ भेटेन भने म त्यहीँ हो तपाईँहरू भेटिहाल्नुहुन्छ नि हजुर ल है दिदीहरू एकदम हुन्छ किन ए ल फल्ला फल्ला ल आज त नि अर्जेन्ट होला त सिक्छु जाउँ न कता न थमिन तपाईँ एयरटेल कता गयो ए ठुला पुरै ठाउँ न अँ थमिन अब Wata jak wata gola gola. Wata ni sih. Dong ngasen. ल Ngasih sah. ल भयो अब Nggak boleh. कति